हेलो गाइज हो म चाहिँ अहिले यता छु है हेर्नु है यो चाहिँ ट्रेनको बाटो स्टेसन। यहाँ तल अब गाडी कुद्छ। यो आकाशे पुल यो एकदम लामो छ क्या फेरि है। भुइँबाट हिँडेको भन्दा यहाँ माथिबाट हिँडेको झन् खतरा छ क्या। बस्ने ठाउँहरू सबै मान्छेहरूको जात्रा छन् हो गाँठे हो। म चाहिँ अहिले माथि छु आकाशे पुलमा। यो पुल भनेको एकदम लामो छ, एकदम लामो। यो क्वालालम्पुर हो चोकट जाने बाटो। यो बाटो चाहिँ चोकट जान्छ होइन। माथिबाट भुइँबाट पनि जान मिल्छ, हिँडेर जान मिल्छ। तर यहाँ चाहिँ भुइँबाट भन्दा पनि माथिबाटै बनाइरहेछ। यो चाहिँ भनेको ट्रेन हिँड्ने बाटो हो है। सायद अहिले आउँछ होला ट्रेन हिँड्ने बाटो। यो चाहिँ मान्छे हिँड्ने बाटो। झन्डै सेमै छ। भुइँमा गाडी कुद्ने तलबाट यसरी तलबाट गाडी कुद्छ, मान्छे माथि कुद्छ। सिसी क्यामेरा सबै राखेको छ, फिट गरेछ यो बाटोमा होइन। यो ट्रेन 4 डब्बाको ट्रेन कुद्छ यहाँबाट है। जोकट जान्छ, जोकटबाट उतै जान्छ। यो भनेको केएल सेन्टरबाट स्टार्ट हुने हो यो ट्रेन। केएल सेन्टरबाट जान्छ यो चोकट हुँदै उता धेरै पर जान्छ। अस्ति त म यो तल भुइँको बाटो हिँडेर एउटा भिडियो बनाएको थिएँ होइन। तल भुइँबाट हिँडेर आज चाहिँ म माथिबाट हिँडेको छु। यो सबै यो बाटो ल यो पुल मान्छे हिँड्ने बाटो यति लामो छ, यति लामो छ है। यति लामो छ कि ओहो हेरौँ ल यहाँ यो मान्छे हिँड्ने बाटो यस्तो छ। आम्मामा गाडीहरूको यस्तो खतरा छ। यहाँबाट चाहिँ त्यो 4 डब्बे ट्रेन चाहिँ यहाँबाट मोडेर जान्छ उता पल्लो बाटो उता घुमेर जान्छ। यो चाहिँ मान्छे हिँड्ने बाटो चाहिँ अब यताबाट टक्कै मोडेर यस्तो ठ्याक्कै उता जान्छ। अनि मबाट झर्ने झर्छ, यता झर्ने झर्छ, उता जाने उतै जान्छ। ट्रेन चाहिँ यहाँबाट उता जान्छ होइन। टक्क उताबाट आउने हो, केएल सेन्टरबाट आउने हो मलेसियाको। टक्क यता आएर त्यहाँबाट उता घुमेर जान्छ उता चोकट है। चोकट उता जान्छ। चाहिँ यहाँ आज यसो घुमौँ भन्दै घुम्दै हिँडेको छु म चाहिँ। अब यहाँबाट नि ओर्लै हुन्छ होइन। यता जाने मान्छेले